अब के होला त? अब के होला देशमा? अब के होला देशमा? अब के हुन्छ देशमा? देशमा चाहिँ के हुन्छ थाहा छैन, सबै मिलेर बनाउनु हुन्छ होला। अब जसको बहुमत आउँछ होइन। अब तपाईँको घरमा चाहिँ के हुन्छ भन्ने बारेमा अब सोच्नुहोस् है त। अब देशको चिन्ता हामीले लिनु परेन। अब घरको चिन्ता लिनुहोस्। घरमा कसरी अब टक्क लाएर रङ रोगन गराउने, कसरी वाटर प्रुफिङ गराउने, कसरी पानी अब बर्खाको समय आउँदैछ पानी लिकेज नहोस् भन्ने, त्यो समस्यालाई समाधान गराउने भन्ने बारेमा चाहिँ विचार गर्नुहोस्। हामी तपाईँलाई लिएर आइसकेको छु। लिक्विड मेम्ब्रेन एकदम रिजनेबल प्राइसमा इन्सपेक्ट गरिसकेपछि तपाईँको कति लाग्छ के लाग्छ सबै बजेट इस्टिमेट गरेर तपाईँको एकदम पारदर्शी है, बजेट इस्टिमेटिङ चाहिँ पारदर्शी हुन्छ होइन। भित्री रूपले हामीले कुनै पनि मूल्य राखेका हुँदैनौँ। हजुरकै अगाडि नै पारदर्शी रूपले राखेका हुन्छौँ। तपाईँको सबै डिटेल पनि हुन्छ, के काम गरिन्छ, के केमिकल हालिन्छ भन्ने बारेमा पनि सबै डिटेल गरेर तपाईँको काम गर्ने हो। हस् त, तपाईँ पनि छ भने